गाई चाहिँ ब्लगिङको कारणले चाहिँ मेरो एल लागिहाल्यो यार। एज भइसक्यो, त्योहरू कहाँबाट कहाँ गइसक्यो र म कहाँ फसिसकेको छु यार। वाट द फक। त्यो सर्टकटको चल्तेमा योहरू मलाई स्वर्गमा लग्छ कहिले। प्रिन्स अमन हेलो एभ्रीवन गाइज, हिमाचल पनि छ। वेलकम टु माई अनदर भिडियो पार्ट 3 सुन्दरी जलको पार्ट 3 मा जो पार्ट 1 पार्ट 2 हेऱ्यो होला त्योहरूलाई ठानी छ भन्नाले हामीहरू यहाँ जङ्गलमा बारिसमा फसिसकेको छु। छता एउटै, मान्छे 4 जना। सो र कहाँ कहाँबाट गइरहेको छु त मलाई आफू थाहा भइरहेको छैन यार। म अगाडि हेर आउँछु कस्तो छ भन्नाले। अरू जो पार्ट 1 पार्ट 2 नहेरेछ भने त्यो पनि हेर्नुहोस्। र एउटा कुरा भन्छु, मिन्स बारिस महिनामा वेदर चेक गरेर आउनु होला, किनकि यहाँ त कहिले पनि बारिस हुन्छ, त पनि चेक गरेर आउनु होला। भनेको थियो आज बारिस हुन्छ, त पनि हामीहरू आयो र यहाँ वाट्टा ल गाइज अगाडिको सिनहरू हेरेर छु। बी कन्टिन्यू। यहाँ लास्ट नि राम्रो छ हेर्नु न गाइज। माई गड, पानी पर्दा अझै नि माउन्टेन पुरै भन्छ नि को के जस्तो राम्रो। हजुरहरू नि हेर्नुहोस्, पुरै बादल जस्तो नि भइरहेछ। वाउ वाट अ प्लेस। म भन्छु फिक्स हजुरहरू पनि आउनु होला गाइज। यस्तो मौसममा मिन्स डर पनि यस्तो मौसममा डर पनि लाग्दा ओएमजी। यस्तो मौसममा मिन्स डर पनि लाग्दा छ, किनकि यहाँबाट गाइज यस्तो मिन्स पानी नि पर्न थाल्छ नि त पहाडतिर हल्का डर पनि लाग्छ, किनकि ल्यान्डस्लाइड, किनकि अहिले हेभी रेन यहाँतिर मिन्स तानेर वर्षा भइरहेछ। सो डर लाग्दछ हल्का, मिन्स स्लाइड आउन सक्छ पहाडतिर नि। सो त्यही भएर, किनकि चारटै साइडबाट हामीहरू पहाडले नि घेरेको नि छु भन्नाले ल्यान्डस्लाइडको डर हुन सक्छ। हल्का हल्का डर लाग्न थाल्यो, किनकि म ब्याकले हेराइरहेको छु हजुरहरूलाई भ्यू। हेर्नुहोस् मिन्स कति पानी पर्दा छ भन्नाले। ल यहाँ हेर्नुहोस्, पानीले पुरै हल्का डर टाइप लाग्दैछ यार, के भनौँ। यहाँ रास्ता हेर्नु, पानीको कारण रास्ता छ र यहीबाट योहरू भन्छ हिँड्न भन्नाले। सल्लाह म त यो सोचिरहेको छु यहाँबाट बाढ मिन्स एकैचोटि ठुलो त्यो नआओस्, हामीहरूलाई ल्यान्डस्लाइड यहीँ लगिदियोस् भन्नाले। मलाई त डर टाइप लाग्दैछ भन्नाले, के भन्नु। रास्ता चाहिए कुन रास्ताबाट सिलेक्ट गर्छ यार। मलाई त त्यहीँबाट जान थियो र फोर्स गरेँ कि यहाँबाट अब हिँड्न परिरहेको थियो रास्ताको। कहिले मिन्स पानी बर्सम छ, त्यो भएर जुत्ताको पनि वाट लागिसक्यो यार। ट्राभलिङमा यही नि हुन्छ कहिले बिना मौसम बारिस। बहाव हेर्नु, झर्नाको बहाव अहिले वाट नि लागिसकेछ झर्नाको बहाव। यसले त डर लाग्दछ, मिन्स माथिबाट पानी आउँदैछ नि त्यो भएर डर लाग्दछ भन्नाले। हेर्नुहोस् अहिले बहाव, अहिले त अझै आउन बाँकी नै छ, पुरै जङ्गल टाइप छ। म त यो सोच्दैछु मेरो घरको मान्छेहरूले यस्तो बाटोहरूबाट ट्राभलिङ गर्दैछु, मिन्स टुर गर्दैछु त घर मलाई भोलि नै फोन गरेर भन्नुहुन्छ कि आइजा हेर्न बाटो चाहिँ बाटो वाट्टा बाटो। यहाँ पुरै अन्धारो टाइप भएछ। म हजुरले त्यसैको लागि ब्याकबाट भ्यू हेरेर आउँदैछु। त्यो भएर ब्याकले नि रोडहरू हेरेर आउँदैछु कस्तो छ। आउनु होला त वेदर चेक गरेर आउनु होला, त्यो भनेर। हस् ब्याक पनि हेर्नुहोस्। जङ्गल जङ्गल फुल खिला है, यो सङ सुन्नमा राम्रो लाग्छ, तर यहाँ खप जस्तो लाग्छ। हेर्नुहोस् माथिबाट पनि पानी आउँदै रहन्छ। सो भएर आओस् एकैचोटि, मिन्स मलाई पनि यहीँमा लग्यो भने त हो, त्यो भएर डर लाग्दछ। हजुरहरू भन्दा होला के को डर भन्नाले, केही डर छैन भन्नाले। त्यो भएर आउनुहुन्छ त पनि थाहा हुन्छ, त्यो लागि त भन्दैछु। आउनुहोस्, हेर्नुहोस् कहाँबाट कुन यहाँबाट मिन्स साइडबाट जानु परिरहेछ। काला अगाडिबाट त पुरै नि मान्छे नि गायब भइसकेछ यार। हेर्नु यहाँबाट पनि पुरै मान्छे गायब छ र यहाँबाट पनि वाट अ फेयर। सल्लाह हेर्नु बाटोहरू सल्लाह योहरू बाटो कहाँ मिन्स बाटो त अल्टरनेटिभ हो यो, मिन्स एउटा अझै राम्रो कति राम्रो पिचिङ बाटो। त्यो सर्टकटको चल्तेमा योहरू मलाई स्वर्गमा लग्छ कहिले। यो बाटो छ कहिले मिन्स यो स्लाइडको पानी मिन्स अझ थाहा पनि छैन। हेर्नु बाटो छ, यो बाटो यहाँबाट रिभर गइरहेको छ, साइडबाट साउन्ड आउँदा होला। अरू यहाँबाट हामीहरू गइरहेको छौँ। के बाटो कहिले खत्तम हुन्छ यार। मलाई त पहिला राम्रो लाग्दै थियो भन्नाले, पानी परिरहेको थिएन त। अहिले हल्का डर टाइप लाग्दछ। हजुरहरूलाई नबुझाउँदा होला, आएपछि नि थाहा हुन्छ। तर अहिले मलाई आफू डर टाइप लाग्दैछ।
हेर्नुहोस् यहाँबाट अब कुन बाटो जाने त्योहरू पनि गइसक्यो यार। एउटा माथिबाट हो एउटा यहाँबाट कुन बाटो जाने फटफक यार। मलाई त कोही छैन, सुनसान जङ्गल, सुनसान सुनसान। माई गॉड, ओ माई मम्मा। प्रियंस प्रियंस अमन यार, यहाँ नेटवर्क पनि छैन। मलाई दिमाग खराब भइसक्यो यार। यहाँबाट जाने हो कि यहाँबाट जाने हो? यहाँ त पानी छुटिसकेको छ, तर म मिन्स भन्छ नि हेराइसकेँ भन्नाले त्यस्तै नि भयो। त्योहरू कहाँ गयो, कुन साइडबाट गयो मलाई थाहा नि छैन। म अर्को हेर्नुहोस् यस्तो नि पुल थियो फर्स्टमा नि, त्योमा झन्डा थियो। मलाई लाग्यो त्यहीँ माता रानीको कृपाले त्यहीँ गइसकेँ। मेरो दिमाग खराब भइरहेछ यार। कहाँबाट म कहाँ आइसकेँ भन्नाले मजा त आयो, तर जान्छ तर टाइम हामीहरूको यहाँ 4 बजिसकेको छ। 5 बजीसम्म मात्र बस भेटौला। कल गरिरहेको छु, कल यहाँ नेटवर्क नि लागिरहेको छैन। माई गॉड, के भन्नु म यहाँ फसिसकेको छु म यार। कुन साइडबाट कुन साइड आइसक्यो थाहा पनि छैन। मेरो नेत्र छत्ता थियो, छत्ताको नि डिसएडभान्टेज भइसक्यो। त्योहरू कहाँबाट कहाँ गइसक्यो र म कहाँ फसिसकेको छु यार। वाट द फक। जानुपर्छ कहीँ, कुनै पुलबाट त कुनै साइडबाट नि जानै पर्छ। तर जाउला हल्का यार, यहाँ अन्धारो टाइप जस्तो भइसकेको छ। ल के भन्नु मैले गाइज, मलाई यो कन्डिसनमा यो सनी देओल र अक्षय कुमारको डायलग हुँदैन। सनी देओल होइन, सुशील सेट्टीको र अक्षय कुमारको भाइ मैं यहाँ फंस गया हूँ मुझे निकाल, त्यस्तो वाला डायलग याद आइरहेको छ यार। सिचुएसनमा पनि कमेडी मिन्स बकचोदी रुक्नको नाम लिइरहेको छैन यार। मैले फोन गरेँ त्यसलाई मिन्स प्रिन्सलाई लाग्यो अहिले, त त्यसलाई मिन्स मैले यही नि यस्तो नि भन्यो, भाइ मैं फंस गया हूँ मुझे निकाल। त त्यो भन्दैछ कहाँ छ, त हमकले मिन्स पुला भयो। त त्यो के भन्दैछ, कुन पुला भयो? त्यस्तो टाइप कमेडी, त्यस्तैले मिन्स याद आयो त्यो डायलग। त्यस्तो नि रहन्छ नि, भन्छ नि भाइ मैं फंस गया हूँ मुझे निकाल, भन्छ कहाँ फंस गया त होटल में कहाँ, त्यस्तो नि आयो। सो सिचुएसन कस्तो नि होस्, बकचोदी रुक्न चाहेन। र गाइज म अहिले इन्ड गरेको छु, म धेरै पछाडि छु त्योहरूभन्दा। यो ब्लगिङको चल्तामा त्यति नि खराब भइसक्यो। अब गइरहेको छु, ल बी कन्टिन्यू। गाइज चाहिँ ब्लगिङको कारणले चाहिँ मेरो एल लागिहाल्यो यार, के भन्नु। त ब्लगिङ त छाड्दैन। सो अहिले पनि बकचोदी मिन्स ब्लगिङ गर्दै नि छु भन्नाले त्यसको ठाउँ मिन्स अहिले हाम्रो भन्दा 2 किलोमिटर अगाडि गइसकेको छ। मिन्स मलाई रस्ती मिन्स म कन्फ्युज भइसकेको थियो। मिन्स यो पुल थिएन भन्नाले त्यो पुल हेराएँ मैले, त्यो पुल थिएन भन्नाले अल्टरनेटिभ त्यो कसरी आइसक्यो। यस्तो पुल थियो एउटा त्यहाँ तर मन्दिर थियो, तर त्यहाँ मन्दिर के थिएन। म भन्दै त्यो माता कृपाले पुगिहाल्यो त्यहाँ, तर आज ब्याड लक पुग्ने थिएन। तर कल भगवान् मिन्स भन्छ नि माताको कृपा रहन्छ त केही न त केही भइहाल्छ। त्यस्तोमा नि मिन्स भइहाल्यो, नै त आज चाहिँ त मेरो वाट लाग्थ्यो यार। मिन्स यहाँ नेट केही थिएन, तर भगवान्को कृपाले त्यो टाइममा आइसक्यो भन्नाले नेट आयो। मैले जस्ट प्रिन्सलाई कल गरेर प्रिन्स पनि रिसिभ गर्यो, र त्यसले पनि मलाई मिन्स लोकेसन भनिदियो कि त्यही पुलबाट आयो, त्यो अल्टरनेटिभ रास्ता हो भन्नाले अल्टरनेटिभको चल्तामा मेरो एल लागिहाल्थ्यो आज। के भनौँ, म हजुरहरू मात्र सपोर्ट गर्नु होला है। यस्तो म ब्लगिङको चल्तेमा आज हेराइहाल्यो थियो भन्नाले, तर हजुरहरू सपोर्ट नि गर्नु हुँदैन। के भनौँ म, यो हन्टर हाउस रातिमा त फाटेर हातमा आइहाल्छ भन्नाले यहाँ हाउस थियो भन्नाले पहिला। वाउ, हन्टर जस्तो नि लाग्दैछ भन्नाले यहाँ पुरा रातिमा त फाटिहाल्छ यार। भाइ मैं वापस आ गया, भाई मैं वापस आ गया। तर हमारे पूरे सिचुएशन देखबी नहीं भाई, हम पहुंच नहीं, हम ऊपर चल गए चली कथी के एकरा वो पुला मानी है लेने, और नेक्स्ट टाइम वही लगे हम कॉलो भाई। मैं बहुत खुश हुआ, तेरा बहुत हल्ला कॉल लेते जोर से देखल की छत्ता बंद करना, पानी छूट गया। अब मैं वापस आ गया, अब छत्ता फेंक दो भाई, मैं वापस आ गया। गाइस फाइनली हामीहरू एन्डिङ पोइन्ट हुन्छ नि सुन्दर जलको पुरा इन्डिङ पोइन्ट त्यहाँ आइसकेको छु। हल्का डर लाग्दा थियो भन्नाले, तर नेक्स्ट अगाडि गएर म सब कुरा भन्छु। यहाँ अगाडि मोबाइल युज गर्न दिँदैन, सो जान अहिले बाँकी नै छ। सो म भन्छु एउटा कुरा लास्टमा, ल।
बारिशको कारण हेर्नु कति पानी। गाइज अहिले मिन्स पानी खतम भएपछि जति नि जङ्गल सुन्दर हेरेर आउँछ नि र पानी पर्दा टाइममा त्यति नि जङ्गल के भन्छ सुनसान टाइपको नि भेट आउँछ। त्यही भन्छ नि जता सुन्दर छ जता केही त मिन्स हुन्छ नि त्यस्तो टाइप नि सुन्दर टाइममा एकदम मस्त थियो भन्नाले म पनि भन्छु। तर हेर्नुभयो नि मेरो हालत नि कस्तो भइसकेको थियो। अब भन्नुहुन्छ कि जस्ट त्यो गरेर आएको थियो तर आउनु होला र पानी महिना मिन्स जङ्गलबाट नि आउनु होला एक्लै जानुहुन्छ भएर म त त्यहाँ हेराइ पनि सकेको थियो। के भनौँ गड ब्लेस म भेट मिन्स केही भएन त्यस्तो केही भएन भिजे उजे पनि होइन राम्रोसँग आइसकेँ। आई गड विस कि म दोस्रो पहाडतिर मिन्स गइसकेको थियो र यिनीहरू दोस्रोबाट गइसकेको थियो हेराएँ नि। तर गड ब्लेस भेटिसकेँ आधी घन्टा लाग्यो टाइम यताउता तर भेटिसकेँ। र हेर्नु कति के भन्छ कति नि आश्चर्यको बात हो मिन्स नेटवर्क कुनै ठाउँमा थिएन तर त्यहाँ जस्ट मैले गडको मिन्स लिए नाम त जस्ट भन्छ नि त्यहाँ नेटवर्क सब मिन्स राम्रोसँग मेरो मोबाइलमा पक्रिरहेको थियो किनकि पुरै जङ्गलमा थियो नि सो त्यसैले नेटवर्क मिन्स पक्रिरहेको थिएन। आज विस भेटी मिन्स सबैसँग आइसकेको छु। गड थ्याङ्क्स फर। अब यहाँबाट बस भेट्छ कि भेट्दैन हेर्नुहोस् रुम गएमा तब इन्ड हुन्छ ब्लग सो कन्टिन्यू। हेर्नुहोस् यहाँ 24 घन्टा पहाडको नेचुरल पानी नेचुरल धेरै ठन्डा होला यो पानी मलाई थाहा छ। म त पनि टच गरिरहेको छु हल्का। ओ माई गड ठन्डा छ। मिठो पानी पनि छ र ठन्डा पनि छ। Please guys like and share, like and subscribe please guys. यो मेरो साथीले पनि भनिदियो लाइक एन्ड सब्सक्राइब सो बिर्सन्नु होला।